हैन हामीले सम्झाउनुपर्छ भन्ने कुरा हो एउटा। दोस्रो विषय अध्यादेशसँग जोडिएको विषय छ। नेपाली कांग्रेस पार्टीले यो अध्यादेश ल्याउने विषयलाई अध्यादेशै ल्याउन पाइँदैन, अध्यादेशबाट शासन गर्यो, अध्यादेश गलत छ भनेर यो विषय वस्तुलाई यसरी उठाउने कुरा उपयुक्त हुँदैन, यसरी उठाउनु हुँदैन। अध्यादेश ल्याउने संवैधानिक व्यवस्था छ, हिजो हामीले पनि ल्याएका छौँ, भोलिका दिनमा ल्याउने परिस्थिति बन्छ। तर विषय खाली केसँग जोडिएर आउँछ भने अध्यादेश केका लागि ल्याइएको, कुन नियतले ल्याइएको भन्ने कुरा चाहिँ जहिले पनि हेर्नुपर्ने हुन्छ। अहिले दर्जनौं कानुनहरू आएका छन्, यी कानुनहरू अब राष्ट्रपतिले अध्यादेश बनाइसक्नु भएको छ, अब संसदमा आएको छ। हामीले आज हाम्रो दललाई भनेका छौँ यो प्रत्येक अध्यादेश जुन चाहिँ अहिले अब संसदमा आउँछ त्यो आइसके पछाडि यसलाई भोलि प्रतिस्थापन विधेयकको रूपमा आउँदै गर्दाखेरि यसभित्र कुन विषय संविधान सम्मत छ, कुन विषय संविधान सम्मत छैन, कसले नागरिकको हक अधिकार खोसेको छ, कुन ठिक छ कुन ठिक छैन भनेर यसलाई जाँच्ने, त्यसको आलोकमा प्रश्न उठाउने र आवश्यकता अनुसार सच्याउनका निम्ति दबाब दिने तपाईहरुको काम हो। यो भूमिका निर्वाह गर्नुस् भनेका छौँ। हाम्रो सबभन्दा ठूलो आपत्ति संवैधानिक परिषद सम्बन्धी व्यवस्थामा छ। यो